भर्खर भर्खर फालिएका केही 1.5 दशक जस्तो मात्रै भएको छ। होइन होला के हो? फालिएका सामन्ती संस्था र तिनका वैयक्तिक रूपमा पनि तिनका प्रतिनिधि, फालिएका प्रतिनिधिहरू समेत पनि अहिले मौजुद छँदैछ। ये फंस गया सीएम, इसे पार्टी की मीटिंग समझ के फंस गया। तिनका आँखामा हिजोका झलझली यादहरू आइरहेका छन्। उनीहरूको राज्य कस्तो थियो भन्ने धेरै टाढा जानु पर्दैन। उनीहरूका अभिव्यक्तिहरूले कसलाई गोली ठोक्ने, कसलाई मार्ने, कसलाई झ्यालखान थुन्ने आदि कुराहरूबाटै बुझिन्छ उनीहरूको प्रवृत्ति मति के थियो भन्ने कुरा अहिले नदेखेका मान्छेहरूले पनि थाहा पाउन सक्छन्। र चैत 15 गतेको उनीहरूको क्रियाकलापबाट पनि मानिसले उनीहरू के कस्ता हुन् र कस्ता तरिकाहरू अवलम्बन गर्छन्, कति निर्मम हुन सक्छन्, कति असम्बन्धित मान्छेहरूलाई पीडा दिन सक्छन् अथवा आफूसँग असहमतलाई सहँदै सहन सक्दैनन् र सहन नसकेर आलोचना वाद प्रतिवादमा उत्रिने होइन। सत्तामा नहुँदा त यस्तो खालको उग्रता छ भने त्यो उग्रता, त्यो नृशंसता, त्यो अमानवीयता, त्यो दानवीयता, त्यो तानाशाही सत्तामा हुने हो भने यिनीहरूले कसरी प्रयोग गर्छन् भन्ने कुरा स्पष्ट देखिया छ। त्यो मात्रै होइन, असहमत कोही भयो भने कलाकार होस् कि गायक होस् कि चित्रकार होस् कि मूर्तिकार होस् कि जोसुकै होस्, उनीहरूको प्रशंसा गर्ने बाहेक अर्को कोही देख्यो भने त्यसको गीत नसुन्ने। नसुन नसुन त तिम्रै कानमा कानेगुजी परेर बस्छ। के भन्छ, मिठो गीत छ सुन्दैन भने उसैलाई नोक्सान पर्छ के हुन्छ। तर उनीहरूमा यति असहिष्णुता छ कि एउटा गायकको गीत सुन्दैन। उनीहरूलाई गुड लुकिङ भन्न पनि नपाइने, अनि के चाहिँ भनिदिनु त। अभिनयको क्षेत्रमा आयो भने, कला क्षेत्रमा आयो भने पनि राम्रो गर्न सक्छ भन्न पनि नपाइने, अनि के चाहिँ भन्नुपर्ने। हाम्रो व्यवस्था छैन भन्न पनि नपाइने, जेसुकै भए पनि ऊ हुनै पर्छ भनिदिनु पर्ने। कति असहिष्णुता होला। यस्ताहरू फेरि जनताका टाउकामा टेकेर जनतालाई रैती बनाउन सपना देखेर फेरि फर्किने। म त खै के गरौँ भएछ। एउटा मान्छेलाई फेरि नराम्रोसँग ठग्छु अनि अलिअलि पैसा बढाउँछु, अनि त्यसपछि पैसा भएपछि म नक्कली पासपोर्ट बनाएर विदेशतिरै छिर्छु, अनि एउटा कुइरिनी बिहे गरेर उतै विदेशतिरै बस्छु। त्यसो गरेर कुचेष्टा गरिरहेका छौँ। मजदुरवर्ग सतर्क हुनुपर्दछ। यस्ता तत्त्वहरू यिनीहरूले बहिष्कार गर्ने, बहिष्कार गरौँ न त। यिनीहरूले हामीलाई बहिष्कार गरे हो र यिनीहरूले त लोकतन्त्र बहिष्कार गरेका छन्, यिनीहरूले त संविधान बहिष्कार गरेका छन्, यिनीहरूले लोकतन्त्रको विरोध गरेका छन्, संविधानको विरोध गरेका छन्, यिनले गणतन्त्रको विरोध गर्छन्, जनताको सार्वभौम सत्ताको विरोध गरेका छन्, जनतामा सम्पूर्ण शक्तिका स्रोत जनता हुन् भन्ने कुरा यिनले विरोध गरेका छन्। अच्छा बेटे टिकटॉकिए हो। अनि यिनले राम्रा कुराको विरोध गर्छन् भने त थाहै छ नि। राम्रो कलाकारको विरोध गर्छन्, राम्रो कोही पनि राम्रो देख्यो कि विरोध गर्छन्। अनि यिनका पछाडि कुद्ने खालका, यिनले यसो दिएको एउटा नोट समातेर ढुङ्गा हान्न कुद्न मन्जुर गर्ने खालका यिनलाई मनपर्छ। नेपाली जनता सचेत हुनुपर्दछ, श्रमिक झन बढी सचेत हुनुपर्दछ, श्रमजीवीहरू झन बढी सचेत हुनुपर्दछ। हामीले त यिनलाई अझै
अझै हामीले असहिष्णुता कतै देखाएका छैनौँ त। 250 वर्ष राज्य गरेर देशलाई अन्धकारमा पुर्याउँदा, निरक्षरहरूको देश बनाउँदा, गरिबहरूको देश बनाउँदा पनि हामी त चुपै लाएर बस्या, त्यस सम्बन्धमा प्रश्न उठाएका छैन। यिनले गरेका अपराधहरूको सन्दर्भमा हामीले अझै छानबिन गरेका छैनौँ, अझै प्रश्न उठाएका छैनौँ। यिनीहरूमा यति असहिष्णुता छ, शान्ति कायम गर्न उभिएको प्रहरी त्यसमाथि गाडी लिएर किस्न जान्छन्। केही नहुँदा त त्यस्तो छ भने यस्ता मान्छेहरू कथम कजाचित यिनको शासन हुने हो भने के हुँदो विचार गर्नुहोस् त। सोझै पेल्ने रहन्छन्। यस्ता कुराहरूमा हामी सतर्क हुनुपर्छ। हाम्रो संस्कृति बिगार्न खोजेका छन्, हाम्रो सामाजिक मूल्य मान्यताहरूलाई ध्वस्त पार्न खोजेका छन्, समाज बिगार्न, भत्काउन, समाजलाई विकृत बनाउन खोजेका छन्, हाम्रो सभ्यतामाथि चुनौती दिएका छन्। सभ्यताको निरन्तरता, त्यसलाई उनीहरूले चुनौती दिएका छन्। त्यसकारण हामीले यस चुनौतीलाई स्वीकारेर त्यस्तालाई जवाफ दिन सक्नुपर्दछ र हामी जवाफ दिन्छौँ। यसमा मजदुरवर्गीय सजगता म प्रशंसा गर्न चाहन्छु। सदैव मजदुरवर्गीय सजगता रहेको छ र फेरि पनि रहनेछ। श्रमजीवी वर्गको सजगता रहेको छ, फेरि पनि रहनेछ। र यसरी हामी एउटा सुनौले भविष्यतर्फ, समृद्ध नेपाल, सुखी नेपाली बनाइ छाड्ने राष्ट्रिय आकांक्षा, त्यसलाई एउटा सङ्कल्पको रूपमा लिएर आज क्रियाशील छौँ। र हामी जहाँ जहाँ जुन जुन पेसामा भए पनि, जुन ठाउँमा जुन पेसामा भए पनि देशलाई माया गर्नुपर्दछ, जनतालाई माया गर्नुपर्दछ, लोकतन्त्रलाई माया गर्नुपर्दछ, लोकतान्त्रिक संविधानलाई माया गर्नुपर्दछ। हामीले रगत बगाएर, पसिना बगाएर, दुःख गरेर ल्याएको प्रणाली र संविधानको रक्षा हामीले गर्नुपर्दछ। हामी गर्छौँ नै। आज हाम्रा बलिदान र सङ्घर्षका गाथाहरूलाई सम्झिने दिन हो, इतिहासलाई सम्झिने दिन हो। हाम्रो झन्डा कसरी रातो भयो? कतिपयले रातो झन्डा भन्छन्। ख्याल ख्यालमा रातो भएको होइन, गोली खाएर ढल्दाखेरि झन्डा समाती राख्दाखेरि त्यो रगतले झन्डा रातो भयो। सेतो झन्डा बोकेका थिए मजदुरहरूले, शान्तिको प्रतीकको रूपमा बोकेका थिए, शान्तिपूर्ण न्यायपूर्ण समाज हुनुपर्छ भनेर बोकेका थिए। जब रगतले लतपतिएर झन्डा रातो भयो, त्यसपछि उनीहरूले घोषणा गरे कि अब उपरान्त हाम्रो झन्डा रातो हुनेछ। त्यसरी कम्युनिस्ट पार्टीको झन्डा, मजदुरहरूको झन्डा, मजदुरहरूको रङ प्रमुख रूपमा रातो भयो। यसकारण व्यवहारको हिसाबले, सङ्घर्षका हिसाबले, उपलब्धि प्राप्त गर्ने हिसाबले, व्यवहारिकताका हिसाबले, लचकताका हिसाबले, जुझारूपनका हिसाबले, अनेक हिसाबले यो उपयुक्त समयमा उपयुक्त नीति अगाडि सार्न सक्ने र उपयुक्त समयमा उपयुक्त कदम चाल्न सक्ने परिपक्व सङ्गठन हो भन्ने कुरा स्पष्ट रूपमा भन्न सकिन्छ। त्यसै कारण यस सङ्गठनले सफलता प्राप्त गरेको छ। मलाई लाग्छ अहिले पनि कतिपय कानुनहरूमा कमीहरू रहेका छन् भने, या तिनको कार्यान्वयनमा कमीहरू रहेको छ भने, ती कमीहरू हटाउन, ती कमीहरू हटाएर कानुन र कानुन कार्यान्वयनका व्यवहारहरूलाई मजदुर मैत्री बनाउने कुरामा सरकार सचेत छ। बरु तपाईँहरूले सरकारलाई पनि बताइदिनु होला यो कुरा। जहाँसम्म नेकपा एमालेको कुरा छ, नेकपा एमाले
वास्तवमा सदैव राष्ट्रियताको पक्षमा रह्यो, प्रगतिको पक्षमा रह्यो, उन्नतिको पक्षमा रह्यो, आधुनिकीकरणको पक्षमा रह्यो, विकासको पक्षमा रह्यो, परिवर्तनको पक्षमा रह्यो, श्रमजीवीहरूको पक्षमा रह्यो र उनका हक अधिकारको पक्षमा रह्यो। पक्षमा निष्क्रिय ढङ्गले मात्रै रहेन, सक्रिय ढङ्गले पक्षमा रह्यो र त्यो सक्रियताका साथ नै यसले नेपालमा मजदुर वर्गीय, मजदुर पक्षधर, मजदुर वैचारिक, तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ? वैचारिक हिसाबले मजदुर पक्षीय आन्दोलनलाई